जस एकदम राम्रो क्या गिबिना सिस्टरले कुरा उठाउनु भएको अस्तिदेखि हेरेको चित्तै नबुझेर म त एक्लै रुको हौ अर्काको देखेर म पो रुइरहेको तेरो त अनुहार पर्नु पर्यो नि, लाउरेको बुढी हो, लाउरेको बुढी हो, बुझिस्? कस्तो बोल्न मन लागेको कुरा बोलेर लाइभ चलाइराख्नु भएको रहेछ के, त्यही भएर मैले नि रिक्वेस्ट हालेको नि। अनि साथीले अनि आफ्नो बुढा अर्काको लागि रुँदाखेरि कुन चाहिँ बुढीले सर बस्यो होला भनेको क्या बिचरा भाउजू होइन त यहाँ के यहाँ कुरा त कस्तो भने हाम्रो नेपाली अब हेर्नु है, जस्तै यो रुबिनाको त्यो केटीको त्यो पाकिस्तानी केटीको लाइभ मैले पहिल्यैदेखि म हेर्थेँ होइन, उसले त्यो एक्टिङहरू गरेर भ्युवर्सहरू कति एक्टिङ गर्दा नि उसकोमा 400 500 अनि 1000 भ्युवर्स हुन्थ्यो। अहिले हेर्नु त हाम्रो नेपालीहरू कति भेडा भएको, गएर उसको मेन टप गिफ्टरहरू सबै हाम्रो नेपाली छ अहिले हो। उता नेपालमा नेपालीकै बुढी रोइरहेको छ, उनीहरूलाई त्यो चाहिँ नाटक लागिरहेको छ होइन। अनि उता गएर उसलाई चाहिँ पुरा हाई हाई गरेर रुबीलाई पो पुरा सम्झाइरहेको हुन्छ त, त्यहाँ त नरुवा भनेर होइन। नेपालीहरू के दिदी, नेपाली केटाहरू नै खतम हुन्। यहाँ पनि कति नेपाली केटाहरू होला होइन सुनिराख्ने, यहाँ सुनिने नेपाली दाजुभाइहरू हुनुहुन्छ। दोही छोरुवाहरू पोइ खोसुवाहरूले हो क्या सपोर्ट गर्ने भनेको। हो नि, हजुर केटा मात्र हो र दिदी, अन्त केटी पनि त्यस्तै हुन्छन् के भन्ने। कुरा भन्छु म एउटा कुरा बोल्छु अनि म चाहिँ बोल्दिनँ ल, एकछिन पक्ने। मलाई आजको चाहिँ हाम्रो गिबिना अब यहाँ चाहिँ हाम्रो गिबिना सिस्टरले चाहिँ एकदमै राम्रो कुरा उठाउनु भएको होइन। यो कुरा चाहिँ मलाई अस्ति कसले पनि उठाउनु सकिरहेको थिएन कि यो कुरा उठाउनु पर्ने थियो, किनभने उसको आफ्नो बुढी पर हिटिक भएर मर्नु न बाँच्नु भयो, त्यो चाहिँ कुनै पनि हामी केटी मान्छेले कसले पनि देख्नै सक्दैनौँ कि हाम्रो कुनै बुढाहरू चाहिँ हाम्रो कुनै मान्छे चाहिँ त्यस्तो भइरहेको छ, त्यस्तो गइरहेको छ अरू केटीहरूसँग भने कसले पनि सर्न सक्दैन क्या। बिचरा त्यो भाउजूलाई कस्तो गाह्रो भएको थियो, अस्तिदेखि अनुहार हेर्छु होइन। तर यो रविन्द्रले धेरै नै थेतर गरे हो, धेरै नै थेतर गरे हो। अनि साँच्चै के भन्नुपर्दाखेरि पाकिस्तानी जब त्यो आइमै आयो, त्यो पाकिस्तानी आइमै आएदेखि त झनै रातिभरि नसुत्ने, चुम्मा चाटी गर्ने, लाइफमै बस्ने, रुने, अस्ति जाँदा पनि ढोका थुनेर त्यसरी नै बसेको हुन्न होइन। एउटा भाउजूलाई त्यस्तो गर्नु भएन नि त, चाहिँ तनाव दिनु भएन नि त। हो नि, मैले त्यही भनेको कि त्यसरी तनाव दिनु भएन नि त बिचरामा मान्छे ऊ त्यो। अनि उसलाई साह्रै समय दिन नसकेर अझै राम्रो मुखले भनेको रे कि भाउजूले चाहिँ के अरे अब तिमी पनि डिप्रेसनको औषधि खान्छौ बहिनी, तिमी दिनभरि नि काम गर्छौ, आफ्नो शरीरको पनि ख्याल गर, एउटा निश्चित समयसम्म लाइभ बस। अनि रुबिनले पनि यहाँ घरमा समय दिन सकिरहेको छैन भन्दाखेरि त झन् उल्टै डिस्टर्ब नगर्नु, उसलाई लाइभ बस्न दिनु, ढोका नढकढकाउनु भन्ने रे। अनि त्यो भएपछि आफ्नो बुढीलाई कस्तो, त्यो बिचरा भाउजूलाई कस्तो खालको फिल भयो होला त। आइमै चाहिँ फेरि के भएको भन्दाखेरि चाहिँ उसको अलरेडी फ्यामिली छ, उसले म केटी मान्छे हो, मेरो आफ्नो श्रीमानले यो गर्दैछ भने चाहिँ मैले के सोच्थेँ होला, मैले के गर्छु होला भन्ने त्यसको दिमागमा आएन। धन्य एउटा नेपाली केटा भेटा छ, कहाँदेखि चिच्यायो, रातभरि रुयो करायो, दुनियाँ गरेर अर्काको लाइफ बिगार्नु, यो त भएन नि त। फेरि हामी त त्यसै छोड्दैनौँ होइन। उसले म फिल गर्न सक्छु भने होइन, फिल गर्न सक्ने मान्छेले त त्यो भाउजूलाई के भइरहेको छ भन्ने कुरा उसले फिल गर्थ्यो भने उसले त्यो टाइम निश्चित राख्न सक्थ्यो कि। तर आफ्नो मात्रै सोच्ने त्यो पनि